मेरो कविताको शीर्षक शुभेच्छाका गुच्छा आइएनएसएलटीलाई। सिकेका पढेका जानेका शिक्षा आफैमा नराखी, सिकेका पढेका जानेका शिक्षा आफैमा नराखी नेपाली भाषी इसाई मण्डलीलाई साझा गर्यौं। शिक्षा मात्र कहाँ र, थाकेकाहरूको निम्ति बिसाउने चौतारी बनिदियो। चौतारी मात्र पनि पो कहाँ र, अब त विस्तृत परिवार बनिसक्यो। 5औं वर्षोत्सवको अवसरमा शुभेच्छाका गुच्छा आइएनएसएलटीलाई। कसैको लागि डिभोसनको ठाउँ त कसैको लागि शिक्षा आर्जन गर्ने, कसैको लागि के त कसैको लागि के। प्रिया बहिनीले म्युट अल टाइम अलरेडी भनेर च्याट बक्समा लेखेको पनि 5 वर्ष पो भएछ। सिक्ने र सिकाउने मञ्च बनिदियो। निर्धारित समय अपर्याप्त भए जस्तै हुन्छ कहिलेकाहीँ। थिए होला कति मित्र त कति अमित्र, पर्यो होला अपवादको भुमरीमा कति पटक। उत्साहको साटो निरुत्साह पायो होला, बामे सर्दा पछिबाट ठेल्नेको साटो खुट्टा तान्ने पनि पो थियो होला। शुभेच्छाका गुच्छा आइएनएसएलटीलाई। अब त 5 वर्ष पुग्यो, खुरुरु कुद्ने भयो, हिडा र त्रिवेलाई छेउछाउमा लिएर दगुर्ने पनि पो भयो। 5 वर्षमा पालको खुट्टी तन्किएछ। लर्खरिन दिएनौ तिम्रो पाइला, कष्टसाध्यको साथ भर्याङ चढी प्रतिष्ठित प्रतिभावान व्यक्तित्वहरूको परिचय पनि दियो। वर्तमान पिँढीलाई सङ्गीत साहित्य चियाउने अवसर पनि दियो। 5 वर्षको लामो यात्रामा श्रृङ्खलाबद्ध ढङ्गमा अविरल रूपमा बाइबलीय शिक्षा प्रदान गर्यो। 5 वर्षको लामो यात्रामा श्रृङ्खलाबद्ध ढङ्गमा अविरल रूपमा बाइबलीय शिक्षा प्रदान गर्यो। शिक्षाको दियो प्रज्वलित पार्दै अर्को वर्षगाँठ पुनः मनाउन पाऊ। शिक्षाको दियो प्रज्वलित पार्दै अर्को वर्षगाँठ पुनः मनाउन पाऊ। दृश्य र दृश्य आइएनएसएलटीको टिममा यस्तै धेरै 5 वर्ष थपिँदै जाओस्, यस्ता धेरै 5 वर्ष थपिँदै जाओस् भन्दै शुभेच्छाका गुच्छा सबैजनालाई, शुभेच्छाका गुच्छा आइएनएसएलटीलाई, शुभेच्छाका गुच्छा आइएनएसएलटीलाई। Happy 5th anniversary to